खुदी हुन्छ नि भित्रैपट्टि भाग चाहिँ शेरबहादुर केपीले खाइरहेछ गणतन्त्र ल्याउने प्रचण्ड बोक्रामा दिइरहेको छ ओखरको बाहिर भाग त्यो खबर दिइरह त्यस कारणले गर्दाखेरि माओवादीले ल्याएको भनेको गणतन्त्र यिनीहरूले हामीले ल्या भन्दा प्रचण्डले बाबुरामहरूले मानौँ तर केपी र शेरबहादुर टिकाउँछन् ग्यारेन्टी छ त प्रचण्ड आफै पहिला हाने काङ्ग्रेस एमाले केपी हात टिकाउँदैन मलाई विश्वास छैन भन्ने हाने हेर्नुहोस् त्यस कारणले गर्दा यिनीहरू सुरक्षित छैन क्या सर जनताको माझ यिनीहरू सुरक्षित छैन होइन तपाईँको ल्याएको जब जङ्गल जाउँ भने जङ्गल जम्मै तपाईँको डढे लाएर र हजुरको चाहिँ बाटो खनेर भइसकेका छ खुल्ला ठाउँ भइसकेको छ हिजो पो घना जङ्गल थियो त यिनीहरू लुक्ने ठाउँको पनि छैन हेर्नुहोस् जस्तै अलिकति कुरा सोसियल मिडियामा आएको कुरा र तपाईँको अलिकति मिल्न आयो कि जस्तै कि राजालाई ल्याउनको लागि चाहिँ केपी ओलीले तयार छ दुर्गत एउटा माध्यम मात्रै हो तपाईँले भन्नुभयो बाहिर अलिकति चाहिँ कस्तो देखिन्छ भनेदेखि चाहिँ स्वतन्त्र बालेन हर्क गोपी हमालहरूको जस्तो क्रेज देखेर गणतन्त्रवादीहरू चाहिँ अलिकति तर्सेर होइन अब राजावादी र चाहिँ तपाईँको गणतन्त्र चाहिँ बिचको एउटा भुमरी देखाइसके पछाडि स्वतन्त्रहरूको चाहिँ ओझेलमा पर्छ भन्ने खालको चाहिँ आइरहेको छ कि यही हो त यस्तो छ क्या सबै मैले बारम्बार भन्ने कुरा हेर्नुहोस् अहिले पनि भनिसकेँ देश नै राजाको होइन यी सबै राजा आतङ्ककारी बाबुरामहरू जस्तो लेखेको कुराहरू के त्यो होइन हिजो गाउँघरमा बाटो थिएन जनता थिए हेर्नुहोस् अहिले गाउँघरमा बाटो पुर्याइदिए तपाईँको जनता सबै लहटे हिजो यो आतङ्ककारीहरू गाउँ पसे जनता सहर लहटे अनि आतङ्ककारीहरू सहर आए जनता तपाईँको विदेश लहटे हो त्यस कारण असम्भव भन्ने केही पनि छैन सम्भव छ पहिला तपाईँको के भने लगाम लगाएको घोडा जस्तो तपाईँको लिएको र जनतालाई लगाम लाउनुपर्छ हेर्नुहोस् न्यायालय छैन अदालत छैन होइन वकिल हेर्नु त बारभित्र झडा पर्छ हान्न पर्छ दुईवटा वकिलहरू एसपीलाई एउटा पिउसो थर्माउँछ हेर्नुहोस् होइन हल्ला जमान सर्केर हुन्छ फलाना नेता पावरलाई म सोह्र गरौँ भन्ने हुन्छ हो त्यस कारणले गर्दाखेरि हेर्नुहोस् तपाईँको चाहिँ मैले कहीँ यता कता सुन्छु सरकारी कर्मचारीले चाहिँ मन्त्रीलाई थर्काउँछन् उल्टो तर 3 महिना के हो भने राजा एक केपी शेरबहादुर प्रचण्ड जस्तो नेता होइनन् हुनु मलाई नेता बनाइदेऊ भनेर चुनावमा भोट माग्दै हिँड्नलाई हैन राजाले त थाहा छ हामीले इतिहास पनि हेरेको राजाले आफैले सिग्नेचर गरेर छोडेर राजगद्दी छोडेर गएको व्यक्ति हुन् राजाले के हो भने राजालाई राजा बन्न मन नहोला हेर्नु हामीलाई राजा चाहियो हैन तपाईको देशलाई राजा चाहियो जनतालाई राजा चाहियो भावी पुस्तालाई राजा चाहियो अनि तपाईको के हो भने तपाईँ जस्तो पत्रकारलाई चाहिँ तपाईको चाहिँ हैन पत्रकारिता गर्न राजा चाहियो हेर्नुस् सोच्छ जस्तै अहिले राजावादी चाहिँ एकदम सल्बलाएको अवस्था छ राजावादी भन्दा नि राजावादीमा लाग्ने रैतीहरू चाहिँ सल्बलाए भनेर आइरहेको छ यसलाई कसरी हेर्नु भएको छ तपाईले यस्तो छ के यो देश राजाको हेर्नुस् राजाले बचाएर राखेको राजाले बनाएको देश हो हैन हामी प्रजा हौ हैन हामी राजा प्रजा हेर्नुस् हजुर त्यसकारणले गर्दाखेरि यो हामीलाई रैती भन्दा हामीलाई के आपत्ति छैन भनुन् के पनि बिग्रिने तर घर घरमा तपाईहरुको आफ्नै घरमा चाहिँ फुट आइरहेको छ नि लिङ्गदेन एउटा कुरा गरिरहेको छ त्यसपछि आएर ज्ञानेन्द्र साई एउटा कुरा गरिरहेको छ दुर्गा प्रसाई एउटा कुरा गरिरहेको छ राजा भेट्नको निम्ति तीनैजना तीनतिरबाट तीनटा मुख भएर आइरहेको छ कसरी चाहिँ देशलाई चाहिँ यिनीहरुको एजेन्डा केही छैन भन्ने एउटा आइरहेको छ कसरी चाहिँ राजाको एजेन्डामा चाहिँ तपाईहरु अगाडि बढ्न सक्नुहुन्छ त फेरि यस्तो छ के सुन्नुस् न अहिले मैले भनिसकेँ यति बेला बाउ छोरा बोलचाल बन्द भइरहेको अवस्था छ हैन हजुर बिहे गरेको 3-6 महिना डिभोर्स भयो बुढाबुढीको बोलचाल छैन हैन तपाईको चाहिँ 3-5-7 समूहको आफ्नो कुरा हुनु स्वाभाविक हो हेर्नुस् हैन तपाईले कसरी बुझिदिनुस् भने महाराधिरा सरकार फिर्ती सवारीमा तपाईको 10औं लाख जनता सबै आएनन् दुर्गा प्रसाद पनि त्यही थिए कमल थापा पनि त्यही थिए राजेन्द्र लिङ्गदेन त्यही थिए तपाईको ज्ञानबहादुर साई ज्ञानेन्द्र साई पनि त्यही हुनुहुन्थ्यो हेर्नुस् हैन हजुरको लेबर सबैजना त्यही हुनुहुन्थ्यो नि केशव विष्ट त्यही हुनुहुन्थ्यो आम तपाईको चाहिँ लेबर यति बेला राज संस्था पुनर्स्थापना चाहनेहरू सबै एकजुट भइसकेको अवस्था हेर्नुस् यदि तपाईले भन्नुभयो जस्तै फरक फरक कुरा गर्ने र फरक फरक बाटो लाग्ने हो भने हामी तपाईको लेबर एकचोटि सम्झाउने बुझाउने प्रयास गर्छौं यदि सम्झाउँदा बुझाउँदा उहाँहरू मान्नु भयो भने हामी सबैको पार्टी कार्यालय हुन्छ कि घरमा ताल लाग्छौं भनेपछि राप्रपा जस्तै राजा आयो भने राप्रपा पार्टी चाहिँ खारिज गर्न पर्छ यो राप्रपाको चाहिँ पार्टी नै रहनु हुँदैन भन्ने कुरा आइरहेको छ नि यसले चाहिँ कसरी निहाल्नुहुन्छ तपाईहरुको के छ त्यो खास के हो भन्नुस् त भोलिको दिनमा त त्यो मलाई थाहा भएन हेर्नुस् हिजो राजा हुँदैन राप्रपा पार्टी थियो हजुर हैन राजा हुँदैन राप्रपा पार्टी होला तर राष्ट्र फर्की पुनर्स्थापना भएपछि त्यो मुद्दाको ठाउँमा उहाँहरूले तपाईँको विकासको कुरा गर्नु होला हैन तपाईँको चाहिँ अरू शिक्षा स्वास्थ्य रोजगार लगायत अरू पनि ल्याउनु होला नि त हैन तपाईँको देशको विकासको बारे कुरा गर्नु होला त्यो मुद्दा त अटोमेटिकली तपाईँको चाहिँ पास भइगयो उहाँहरूको पुरा भएपछि त्यो मुद्दा पक्कै रहनु हेर्नुहोस् राप्रपा त खारेज भन्ने कुरा त मलाई थाहा भएन हेर्नुहोस् अहिले यही कुरालाई अलिकति फरक तरिकाले गरौँ जस्तै अघि तपाईँले भन्नुभयो राजा आइसकेपछि देशको व्यवस्थाहरू परिवर्तन हुन्छन् भनेको त्योभन्दा अगाडि पनि 241 वर्ष त राजाले शासन गरेको देश हो हैन राजाले शासन गरेको देश हो नि त 241 वर्षको अगाडि इतिहासले हेर्दाखेरि राजाको समयमा यदि राजाको ठाउँमा कोही व्यक्तिहरू पढ्न गयो भने मैले एउटा किताब पढेको थिएँ त्यो चाहिँ नेपालमा समाजशास्त्र भित्र्याउने व्यक्ति चाहिँ राजेन्द्र रोङगुङ भन्ने किताब रोङगुङ भन्ने हुनुहुन्थ्यो त्रिचन्द्रमा जब राजाहरूसँग पढ्न जाँदाखेरि उहाँ चाहिँ एउटा सिक्किमबाट आएर क्रिस्चियन भनिएको रहेछ उहाँलाई चाहिँ क्रिस्चियन भनेपछि राजाहरूले चाहिँ त्यो बेला के गरेछ भने राजा पढ्नै छोडेछन् हेर्नु है
त्यस्तो अवस्था पनि थियो र उहाँले चाहिँ एक्लै पढेर एक्लै फर्स्ट भएको व्यक्ति भनेर इतिहासमा नाम लेखाएको छ। अहिले हामी जुन पनि आउँछ यहाँनिर हामी एउटा सोसियोलोजी लिएर पढ्छौँ भन्छौँ, तर राजाको पालामा पनि यस्तो प्रविधि थियो। अब फेरि त्यस्तो नहोला भन्न सकिन्न भन्ने अवस्था नि छ नि त। यसलाई कसरी हेर्नुहुन्छ? यस्तो छ कि यो चाहिँ कस्तो भने तपाईँले गर्नुभएको प्रश्नमा हेर्नुहोस्, आतङ्ककारी बाबुरामहरू जस्तो लेखेको कुराहरू के त्यो होइन, मान्छे अहिले जिउँदै हुनुहुन्छ, जिउँदै हुनुहुन्छ। राजेन्द्र रङ्बुङ सोसियोलोजी लिएको व्यक्ति हो। अहिले तपाईँले हामीले सोसियोलोजी पढिरहेका छौँ नि त। उहाँ नभएको भए त सोसियोलोजी नेपालमा भित्रिने थिएन, अवस्था थिएन। भन्नु खोजेको कुरा के हो भने उहाँहरू जस्तै सोच भएका व्यक्ति लेखेको भन्नु खोजे हेर्नुहोस् होइन। त्यो बाबुरामतिर नजाउँ, उहाँले आफैले लेखेको आफै हुनुहुन्छ। उहाँको त्यो पत्रिकामै नाम आएको छ। सुन्नु न, यही आतङ्ककारी बाबुरामतिर तपाईँ नजाउँ भन्नुहुन्छ। यो देश खारेज गरौँ भनेको यो बाबुराम होइन, ए दलाल होइन। अनि तपाईँको लेखहरू चाहिँ हजुरको चाहिँ नेपाली झन्डा फेरौँ भने यही बाबुराम दलाल होइन। ऊ प्रधानमन्त्री भएन तपाईँको चाहिँ राष्ट्रिय पोषक हटाउने यही दलाल होइन। त्यस कारणले गर्दा यो इतिहासको कुरा हेर्नुहोस्, यो अरेको कुरा नगरौँ क्या। हेर्नुहोस् वास्तविक कुरा गरौँ। तपाईँले भन्नुभयो 241 वर्ष राष्ट्र संस्था चलाएको भन्ने कुरा भन्नुभयो, राजा देश चला भन्नुभयो। मैले थाहा पाएको सुने हेर्नुहोस्, पृथ्वीनारायण शाहले देश बचाउनु भयो, बनाउनु भयो, सिङ्गो मुलुक बनाउनु भयो हेर्नुहोस् होइन। र महेन्द्र सरकारले 10 वर्ष देश चलाउनु भयो। हामीले त्यस्तै खालको राजा खोजेका छौँ। यसको विकास कुरा गर्छौँ, समृद्धि कुरा गरेका छौँ, शिक्षा कुरा गर्छौँ, रोजगार कुरा गरेका छौँ होइन। अब जस्तै मैले हिजो नेवा समुदायसँग इन्टरभ्यू लिँदाखेरि के भन्थ्यो भने नेवा समुदायहरूले पनि राजा नेवा समुदायको पनि थियो होइन। नेवा समुदाय पनि हाम्रो राजा चाहियो भनिरहेका छन्। अब पहिला राणा थियो, राणालाई पनि मासेर शाहवंश आयो, शाहवंशलाई पनि राजा शाह नै हुनुपर्छ भनिरहेको छ। त्योभन्दा अगाडि आएर तपाईँको अब राणाभन्दा अगाडि आएर तपाईँको लिच्छवीहरू थियो, धेरैको आयो नि होइन। तर राजा फर्किएको अवस्था छैन। तर फेरि अहिले राजा नै चाहियो भनेर चाहिँ तपाईँहरू किन अगाडि बढिरहनु भएको छ? यस्तो छ क्या, राजा फर्किएको छैन इतिहास भनेर त हामीले फर्काउन खोज्या नि। इतिहास नेपालले रच्न खोजेको अब तपाईँले रच्न खोज्नु भएको इतिहास बेलायतले रचिसकेका छ, अन्य देशहरूमा रचिसकेका छ क्या। फर्केन भने चाहिँ के गर्नुहुन्छ तपाईँहरू? ल भन्नुहोस् त। सुन्नुहोस् न, हामी त हेर्नुहोस् दृढ हेर्नु यतिसम्मको 35 वर्ष यहाँनिर तपाईँको 35 वर्षसम्म गुड एउटा जमाएर बसेको छ। तपाईँले गाउँमा जानुहोस्, मेरै ठाउँमा जानुहोस्, तपाईँ मेरो ठाउँमा बस्दाखेरि म अहिले लगभग 32 वर्ष भएँ। 32 वर्षमा राप्रपाले 41 सिट पनि ल्याएको छैन। त्यो ठाउँमा भनौँ न 41 भोट पनि ल्याएको छैन। जहिले जित्ने माओवादी एमाले 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 32 वर्षमै एमाले राजगद्दी चलाएको ठाउँमा छ। अहिले महेश बर्तौलाले त्यहाँबाट जितेर आउनुभएको छ। र त्यस्तो ठाउँ जगमा राप्रपाले कसरी चाहिँ अगाडि बढ्ला त? यस्तो छ क्या, हजुरले हेर्नु सोचे त्यस्तो छ नि त। अनि हामी कसरी त्यो त विश्वास गर्ने भन्ने पनि आइरहेको छ नि त समुदायमा। हजुरले सोध्नुभएको प्रश्नमा के हो भने राप्रपाको अध्यक्ष महाराज सरकार होइन क्या। महाराज सरकार सल्लाहकार पनि होइन हेर्नुहोस् होइन। हेर्नु कमल थापाले गरे, कमल थापा अहिले हेर्नु कमल थापालाई लात हानेको अवस्था छ नि त। फेरि उहाँले लगानी पनि गर्नु भएन हेर्नुहोस् होइन। तपाईँको के हो भने अस्ति महाराज सरकार फिर्ती छ भने 10 लाख जनता सडकमा अवस्था हो। यति बेला यो दलका नाममा देखेर दलालले बहुदल के भन्छ नि, सबै एकातिर र राजा एकातिर उभिनु हेर्नुहोस्। त्यसको झन्डा बोकेर राजाले तपाईँको कलङ्की चोकमा उभिनु मानौँ होइन, कोटसर चोकमा चाहिँ बहुदलहरू काङ्ग्रेस एमाले माओवादी झन्डा बोकेर उभिनु। अनि त्यही फैसला भइहाल्छ नि, जनताले चाहेको छ कि छैन होइन। जनताले चाहिँ कसलाई रुचाउँछन्, कसलाई खोज्छन्, कस्तो खालको व्यवस्था खोजे होइन, राजा खोजे कि गणतन्त्र खोजे थाहा भइहाल्छ। सन्तोष सर, राजाले भन्नुभएको छ राजाले आफैले म अब मलाई राजा बनाऊ, म राजाको ठाउँमा चाहिँ मलाई दियो भनेर भनेका छैनन्। तर राजाका व्यक्तिहरू चाहिँ राजा चाहियो भनेर हिँडिरहेको छन् भनिरहेको छ नि त। फेरि त जनताले चाहिँ राजाले राजा आएर भन्नु पर्यो नि त। अब राजाले एउटा मिडियाबाट चाहिँ मेरो आवश्यकता परेको छ भने चाहिँ भन्नुभयो। उहाँले चाहिँ अब वैशाख 12 गते यतातिर मात्र बोल्नुहुन्छ, एक समयमा वर्षमा एकचोटि बोल्नुहुन्छ भने। तर अब त राजा पनि त अगाडि बढ्नु पर्ने हो नि त। तपाईँहरूले जबरजस्ती हिँड त बस, जबरजस्ती बस भनेर लगेर राख्नु र अब मलाई चाहिँ यो देशको निम्ति चाहिँ मेरो आवश्यक छ, मलाई चाहिँ साथ दिनु पर्यो भनेर चाहिँ आह्वान त गर्नु पर्यो नि त एउटा राजाले पनि। सुन्नुहोस् न, राजाको विषयमा तपाईँको कुरो के हो भने राजा एक केपी शेरबहादुर प्रचण्ड जस्तो नेता होइनन्। भन्नु मलाई नेता बनाइदेऊ भनेर चुनावमा भोट माग्दै हिँड्नलाई होइन। राजाले त थाहा छ, हामीले इतिहास पनि हेरेको, राजाले आफैले सिग्नेचर गरेर छोडेर राजगद्दी छोडेर गएको व्यक्ति हुन्। राजाले के हो भने राजालाई राजा बन्न मन नहोला। हेर्नु हामीलाई राजा चाहियो होइन, तपाईँको देशलाई राजा चाहियो, जनतालाई राजा चाहियो, भावी पुस्तालाई राजा चाहियो। अनि तपाईँको के हो भने तपाईँ जस्तो पत्रकारलाई चाहिँ तपाईँको चाहिँ होइन पत्रकारिता गरेर राजा चाहियो हेर्नुहोस्, स्वच्छ तरिकाले होइन, इमान्दार तरिकाले। अहिले तपाईँको शेरबहादुरलाई केपीलाई प्रचण्डलाई तपाईँले प्रश्न सोद्धाखेरि तपाईँ माथि प्रतिबन्ध लगाइरह, त्यो फोटो भिडियो डिलिट गर्नुहोस्। राजाको पालामा पनि थियो सर होइन। राजाको बेलामा पनि रूपचन्द्र विष्टले राजा मुर्दाबाद भन्दाखेरि अब ऊ जस्तो बौद्धिक व्यक्ति कोही पनि थिएन। अब अहिलेका जुन व्यक्तिहरू हुनुहुन्छ होइन, उनीहरूलाई त थाहा भनेर तपाईँले थाहा पाउनु भएको होला। यिनीहरूलाई सबैलाई उहाँसँग त्यो बेला उहाँ पढेको व्यक्ति होइन, धेरै पढेको व्यक्ति पनि हुन् होइन, मकवानपुरमा एउटा थाहा चलाएर हिँडेको व्यक्ति पनि हुन् होइन। तर उहाँले यिनीहरूलाई चाहिँ भाते भन्थे अरे होइन। यी जति पनि अहिले केपी शर्मा ओली, यी शेरबहादुरहरू त्यो बेला चिया खानालाई भात माग्नलाई चाहिँ त्यहाँनिर कालीमाटीमा पुग्थे अरे, भाते भन्थे अरे, यिनीहरूलाई त्यो भन्थे अरे। अब राजालाई पनि राजाहरू चाहिँ मुर्दाबाद भन्दाखेरि जेल कोद्नु पर्छ भनेर पहिला
राजाले पनि उ गर्दाखेरि सेन्सर लगाएको अवस्था थियो। अब फेरि अहिले राजा आएपछि नि मिडियामा बोल्न नपाउने फेरि सेन्सर त होला नि त भनि पनि आइरहेको छ नि त। सुन्नुहोस् न, राजा हुँदाखेरि के हुन्छ हेर्नुहोस्, यसरी छाडा बोल्न चाहिँ पाइन्न, छाडा लेख्न चाहिँ पाइन्न हेर्नुहोस् होइन। तपाईँको राजाले राजा र राजाका व्यक्तिहरूले नराम्रो काम गर्यो भने त लेख्न त पाइयो नि त, खबरदार त गर्न पायो नि। हजुरलाई राम्रो कुरा लेख्न पाइयो हेर्नु होइन। जस्तै तपाईँको चाहिँ त्यो गीत गाउँदा पनि शब्दहरू हेर्नुहोस् फर्कुरहरू हाल्ला हुन्छ, जस्तै लेखिरहेको हुन्छ, बोलिरहेको हुन्छ होइन, नाच्दा पनि अङ्ग प्रदर्शन गरिरहेको हुन्छ। जस्तै तपाईँको केपी ओलीले हेर्नुहोस् 5000 मान्छे मारेको भन्दा च्यापसँग चाहिँ हाल्ने हो हेर्नुहोस्, राजा हुँदाखेरि यसरी बोल्न पाइने हेर्नुहोस्। सर यस्तो हो नि त, राजाको पालामा ल्याउनुहोस्। अब जस्तै राजा आयो, तपाईँले यही कुरा गर्नुभयो नि, अहिले हामीले लगाएको ड्रेस छौँ नि यो इन्डिया चाइना धेरै जस्तो चाइनाबाट बनेर आएको छ होइन। अब ड्रेसमै तपाईँको क्वार्टर आउन थालेको छ, बिली आउन थालेको छ, बेगी आउन थालेको छ होइन, त्यसपछि टाटेपाटा आउन थालेको छ। त्यो त अङ्ग प्रदर्शन त भइरहेको छ कि त अब नेपालमा चाहिँ सबै ब्यान्ड गर्नु पर्यो होइन, दौरा सुरुवाल पहिला जस्तै चोलो तपाईँले भनेको चोलो ढाका लाउनु पर्यो। राजाको पालामा पनि अब त्यस्तो थियो होला, तर अहिलेको अवस्था छ नि त, अहिलेको अवस्थामा त मोडर्न 21औं शताब्दीमा आइसकेको अवस्था छ होइन। अब इङ्ग्लिस नबोलिकन तपाईँले कुनै ठाउँमा गयो भने इङ्ग्लिस नबोलिकन तपाईँलाई भिजा पनि दिँदैन, त्यस्तो अवस्था छ, सृजना भएको छ। पढ्नको निम्ति 10औं लाख युवाहरू खाडीमा छन् होइन, अस्ट्रेलिया अमेरिकातिर गएका छन्। तर राजा आइसकेपछि के चाहिँ आउँछ परिवर्तन, के आउनु परिवर्तन? राजासँग के छ त्यस्तो जुन जादुको छडी नेपाल चाहिँ फेरि बिग्रिसकेको छ, नासिसकेको छ, राजा आउने साथ चाहिँ बनिहाल्छ भन्ने चाहिँ के छ त्यस्तो? ल यस्तो छ क्या, घरमा बुवा हुँदाखेरि त्यो घर कस्तो हुन्छ र घरमा बाउ नहुँदाखेरि त्यो घर कस्तो हुन्छ तपाईँले सोच्नुहोस् हेर्नुहोस् होइन। तपाईँको घरमा आफै ख्याल गर्नुहोस् हेर्नुहोस् होइन। छोराछोरी बिग्रिन्छन्, तपाईँको एउटा गति सम्हाल्दैनन् होइन, बाटो राम्रो बाटो सम्हाल्दैनन् क्या, अँगाल्दैनन्। त्यस्तै अवस्था हेर्नुहोस् अहिले तपाईँको के भने तपाईँले राजा हुँदा नहुँदा भन्ने कुरामा यो देशको मालिकको भन्दा श्रीपाद महाराज विराज ज्ञानेन्द्र गुरुङ साथै सरकार हो हेर्नुहोस्। न शेरबहादुर हो, न प्रचण्ड हो, न केपी हो, न झलनाथ हो, कोही पनि होइन। किनकि यिनीहरू त्यहाँ भारत गयो भने तपाईँको चाहिँ त्यहाँ राज्य मन्त्री पनि लिन यिनीहरूलाई, त्यो सचिव लेभलका मान्छेहरू लिन आउँछन् र तपाईँको तिनीहरू त्यहाँ गएर चाहिँ भैँसी लिएर आउँछन्। तर हाम्रो राजा त्यहाँ अहिले पनि जाँदाखेरि हेर्नुहोस् होइन, राजगतिमा हुनु आफ्नो छ, तर तपाईँको के हो भने त्यहाँको राष्ट्र प्रमुख सरकार प्रमुख लिन आउनुहुन्छ क्या। जुनसुकै देश जाँदाखेरि भुटान जाँदाखेरि एयरपोर्टबाट तपाईँको चाहिँ लिएर रातो कार्पेट ओछ्याएर उहाँले स्वागत गर्नुभयो त्यहाँको राजा आएर हो। त्यस कारणले गर्दाखेरि एउटा प्रोटोकल कुरा पनि हुन्छ हेर्नुहोस् होइन, राष्ट्रियता कुरा हुन्छ, तपाईँको चाहिँ स्वाभिमान कुरा हुन्छ, स्वाधीनता कुरा हुन्छ हो। त्यस कारणले गर्दाखेरि हामीले राजा हुँदाखेरि जादु छडी हुँदाखेरि के हुन्छ भने तपाईँहरू पत्रकार पनि यसरी छाडा हुनु पाइन्न क्या। युट्युबबाट धेरै छाडा भएर नि हिँडिरहेको देखिन्छ हेर्नुहोस् होइन। तपाईँको लेबर कसैलाई नटेर्ने कसैलाई नगर्ने पनि भइरहेको हुन्छ, डर भन्ने कसैको पनि छैन तपाईँहरूलाई पनि। पत्रकार जस्तो भएन हेर्नु है, तपाईँको प्रशासन छैन, छैन, अदालत छैन होइन। वकिल हेर्नु त बारभित्र झडा पर्छ, हान्न पर्छ दुईवटा वकिलहरू। एसपीलाई एउटा पिउसो थर्माउँछ हेर्नुहोस् होइन, हल्ला जमान थर्केर हुन्छ, फलाना नेता पावरलाई म सोह्र गरौँ भन्ने हुन्छ हो। त्यस कारणले गर्दाखेरि हेर्नुहोस्, तपाईँको चाहिँ मैले कहीँ यता कता सुन्छु सरकारी कर्मचारीले चाहिँ मन्त्रीलाई थर्काउँछन् नि उल्टो, तपाईँ 3 महिना 9 महिना जागिर दिनु मलाई हद्द गर्ला सर्व गर्ला मेरो त थाहै जागिर भन्छ हेर्नुहोस्। अब त्यस कारणले गर्दाखेरि सिस्टम आउला है होइन सर। के अरे सन्तोष सर, जस्तै तपाईँहरूले राजालाई के अरे जुन राजा आउने कुरा छ नि, तपाईँले राजा आइसके पछाडि व्यवस्थाको कुरा गर्नुभएको छ होइन। अब यहाँ चाहिँ के देखिन्छ भनेदेखि जुन अहिलेको चलिरहेको व्यवस्थामा तपाईँहरू रुष्ट हुनुहुन्छ होइन। यदि राज संस्था आयो भने तपाईँहरूको बुदागत रूपमा होइन के छ त तपाईँहरूको भिजनहरू? यदि यो राजा फर्क्यो भने आज विदेशीका 80 लाख युवाहरू के यो देशमा फर्किने आधारहरू छ? मजा छ हेर्नुहोस्, किन फर्कियो भने होइन कि फर्काउनु पर्छ, तपाईँ पनि लाग्नुहोस् हेर्नुहोस्, अहिलेसम्म नलाग्नु भयो आधैबाट लाग्नुहोस्। किनकि हामीले त के भनिरहेको छौँ भने बन्द भएका उद्योग कल कारखानाहरू मर्मत सम्हार गरेर बनाउने, तपाईँको चाहिँ अब त्यसलाई नै पुनः संरचना गरेर विदेश भएका युवाहरू फर्काउनुपर्छ हामी लागेका छौँ। हेर्नु है, शिक्षा संस्था पनि मैले भनिसकेँ, शिक्षा स्वास्थ्य न्याय निःशुल्क हुनुपर्छ। अहिले यति बेला हेर्नुहोस् गरिबले न्याय नै पाइन्न, एउटा बस गरेको वकिल 1 लाख लिन्छ, सुरुमै 50,000 माग्छ त्यो फाइल हेर्नलाई। कसरी सम्भव छ 240 वर्षसम्म तपाईँको चाहिँ शासन गर्दाखेरि पनि त यो विकासको गति लिन सकेको थियो भने के असम्भव छ? सुन्नु न, आधार कसरी अहिले त टेक्नोलोजीको हिसाबले डेभलपमेन्टको हिसाबले हरेक हिसाबले धेरै सूचना सञ्चारको हिसाबले हरेक हिसाबले अहिले एडभान्स भइसक्यो त्यो होइन। तपाईँसँग छ सम्भव छ हेर्नुहोस् मजाले, असम्भव भन्ने केही पनि छैन। किनकि भने तपाईँको हाम्रो बाबुको पालामा टुकटिक फोन पनि थिएन क्या। अहिले हाम्रो पाला तपाईँको चाहिँ एन्ड्रोइड फोन आइसक्यो, अहिले त आइप्याड के भन्छ हेर्नु, हामीले चलाउन जाँदैनौँ, त्यो समय विकास भएको क्या हेर्नुहोस्। अब मान्छेहरूले भन्छन् तपाईँको चाहिँ पहिला राजा पाला बाटै थिएन पी थिएन भन्छ, त्यो त समय अनुसार आयो नि त। जस्तै अहिले हेर्नु बाँदरलाई नि भिरमा लिएर गएर नेताहरूले तपाईँको नगरपालिका बनाएको छ त्यो कर बढी उठाउन क्या जनताको ढाड सेक्नलाई, अनि हामी खुसी भइरहेछौँ नगरपालिका बनायो भनेर कर तिर्ने बेला बल्ल चितिरहेको छौँ हेर्नुहोस्। हिजो गाउँघरमा बाटो थिएन, जनता थिए हेर्नुहोस्, अहिले गाउँघरमा बाटो पुर्याइदिए तपाईँको जनता सबै लहटे। हिजो आतङ्ककारीहरू गाउँ पसे, जनता सहर लहटे, अनि आतङ्ककारीहरू सहर आए जनता तपाईँको विदेश लहटे हो। त्यस कारण असम्भव भन्ने केही पनि छैन, सम्भव छ।
पहिला तपाईँको के भने लगाम लागेको घोडा जस्तो तपाईँको लिएको र जनतालाई लगाम लाउनुपर्छ हेर्नुहोस् होइन। युवा पुस्तालाई यहीँ रोजगार दिने वातावरण बन्छ र तपाईँको शिक्षा स्वास्थ्य न्याय निःशुल्क गराउने काममा लाग्नुपर्छ। र पहिला कुरो भनेको यो जनताहरूलाई यो हामीलाई लगाएको करिब 30 खर्ब ऋण यिनीहरूलाई च्याप्पा समाज तिराउनुपर्छ हेर्नुहोस्। अब यहाँ चाहिँ प्रश्न के देखियो भने केही समयदेखि तपाईँहरू राज आओ देश बजाओ भनेर त पुरा चाहिँ नारा जुलुस गरेर चाहिँ हिँडेको देखियो होइन। अहिलेको व्यवस्थाभन्दा अलिकति राम्रो समृद्ध व्यवस्था ल्याउने भनेर लागिपर्नु भएको छ। तर तपाईँहरूको खासै केही भिजन देख्यो त्यो मुर्दाबाद जिन्दाबाद भन्ने त्यो फोटोसोटो जलाउने कराउने त्यो बाहेक केही देखेन कि? अलिक भिजन चाहियो नि त। यस्तो छ क्या सुन्नुहोस् न, सडकमा जाँदाखेरि हामीले भिजन दिने होइन हेर्नुहोस् होइन। त्यो सम्बन्धित ठाउँमा दिन्छौँ पश्चिममा दिइरहेछौँ होइन युवा साथीहरूलाई होइन। तपाईँको चाहिँ आमसभा कार्यक्रम गरिरहेछौँ। सडकमा तपाईँहरू नै अलि एग्रेसिभ बनाउनुहुन्छ, यस्तो नाराला उस्तो नाराला पुलिससँग लड्न भिड्न जुझ्न भन्नुहुन्छ। अनि के गर्ने त बनाउनुहोस् होइन। तपाईँको जस्तो खोज्नुहुन्छ त्यस्तै तपाईँको चाहिँ यो क्यामेरा जस्तो चाहिरहेको छ युवा पुस्ता त्यतिर अवस्था हो पछि समयहरू है। त्यस कारणले गर्दाखेरि तपाईँ के हो भने हामीले सडकमा दिने होइन, तपाईँलाई चाह्यो भने होइन तपाईँको चाहिँ भरे भोलि अहिले एकछिन पछि जति पनि दिन सक्छौँ त्यो तयारी गरेर बसेका छौँ। म यसैमा थपेँ एउटा प्रश्न। जङ्गलमा बेल पाक्यो कौवालाई हर्ष र बिस्मत भने जस्तै होइन। हिजो राजदरबारबाट शासन चल्थ्यो, त्यतिखेर थोरै सीमित राजदरबारसँग नजिक भएकाले मात्रै सुविधा पाउँथे र जनता निरुत्साहित थिए र पीडामा थिए। आज गणतन्त्रवादीहरू सत्तामा छन् र ती दलहरूका कार्यकर्ता र उनीहरूले सीमित रूपमा सेवा सुविधा पाएछन् राज्य कोषबाट भने अरू जनता बेखुसी छन्। यानि भन्न खोजेको कुरो के हो भने समग्र मेचीदेखि महाकालीसम्मका जनतालाई समेटेर सबैलाई समान तरिकाले हेर्ने खालको एउटा शासन पद्धति अब आउने राजाले अँगाल्छन् अँगाल्दैनन् एउटा प्रश्न। अर्को कुरो अब त्यसपछि यहाँ त यो अहिले यो व्यवस्थामा जनता जसरी फ्रिडम भएका छन्, विदेशी सिस्टम विदेशी सोसियल मिडिया विदेशी विभिन्न सामाजिक सञ्जालबाट जति जनता अहिले फ्रिडम छन्, भोलिका दिनमा यो यतिकै अवस्थामा रह्यो भने राजा फेरेर व्यवस्था फेरेर र यी नेतृत्व गर्ने पार्टीहरू पनि राजाकै निर्देशनबाट फेरि देशको होइन यो व्यवस्था सम्हाल्न अर्थात् राजतन्त्रको व्यवस्था सम्हाल्न अगाडि बढ्यो भने अर्थ के रह्यो र होइन। दोस्रो प्रश्न। अर्को कुरो अब साँच्चीकै यस्तै भएर व्यवस्था मात्रै फेरेर नेपाली जनताहरूले अझै पनि कति पटक यो त्रास यो पीडा यो खेलिरहनु पर्ने हो। यहाँ हामीले देखेको मैले देखेको एउटा निर्दोष एउटा चाहिँ सत्ता चलाउने अथवा देश चलाउने व्यक्ति आउनु पर्यो र त्यसले समग्र कुरालाई रुल्सका रूपमा लिनु पर्यो। त्यो हुन्छ कि हुँदैन? यहाँ तीनटा प्रश्नको आन्सर दिन्छ। हेर्नुहोस् यसमा के छ भने हजुरले भन्ने कुरामा राजा हाम्रो मात्रै राजा होइन हेर्नुहोस् होइन। तपाईँको चाहिँ काङ्ग्रेस एमाले माओवादी हिमाल पहाड तराई सबै जात जातिहरूको राजा साझा हुन्। त्यस कारणले गर्दाखेरि यसमा सङ्कोच मान्नै परेन होइन। र तपाईँको लेखबाट चाहिँ अहिले देखेर दलका नाममा कुरा गर्नुभयो हजुरले, उनीहरूलाई त के भने मैले देखेँ अहिले पनि भनिसकेँ च्याप्पा समाज सङ्ग्रहालय राख्यो होइन। त्यहाँ पार्टीमा काङ्ग्रेस एमाले माओवादी राम्रो मान्छे हुनुहुन्छन्, युवा पुस्ताहरू देश चलाउनु दिनुपर्छ हेर्नुहोस् होइन। तपाईँको चाहिँ हजुरले भने जस्तै सबैलाई समेटेर मिलाएर लाउनुहुन्छ हेर्नुहोस् उहाँले होइन। तपाईँको चाहिँ राजा सबैको साझा भएको कारणले गर्दाखेरि एउटा दलको मात्रै एउटा अभियानको मात्रै तपाईँको एउटा जातको मात्रै एउटा भेगको मात्रै भन्ने होइन। यी दलका नाममा देखेका दलहरू चाहिँ त्यो भेगको जातको भइरहेछ होइन। अब हजुरको के हो भने तपाईँले भन्नुभयो यो जुन विदेशीको कुरा गर्नुभयो दायाँमा कुरा गर्नुभयो हेर्नुहोस् यसमा चाहिँ के हुन्छ भने अब जनताले पनि सुधिर्नु पऱ्यो क्या हाम्रो होइन वेशभूषादेखि लिएर सबै कुरा। एउटा सामान्य कुरा मैले यहीँ जोडेँ, विदेशी क्रिस्चियन आउँछ हेर्नुहोस्, जन्मजातै क्रिस्चियन पुस्तो भागोहरू क्रिस्चियन आउँछन् पशुपति जान्छन् टिका लाउँछन्। तर हाम्रा यहाँ देशमा भागा पाटन माधव नेपाल जस्ता तपाईँको चाहिँ आतङ्ककारी बाबरमहरू जस्ताले बनाएका चाहिँ तपाईँको क्रिस्चियनहरू टिका लाउनु हेर्नुहोस्, पैसाको लागि टिकाकोहरू क्या। त्यस कारणले गर्दाखेरि हामीले हाम्रो आँखापट्टि कानले हामी आफै खोल्नु पऱ्यो क्या। देशको बारेमा सोच्नु पऱ्यो, जनता बारेमा सोच्नु पऱ्यो, भावी पुस्ता बारेमा सोच्नु पऱ्यो होइन। जनताले राजालाई सघाउनु पऱ्यो क्या, सबैजना मिलेर गर्ने हेर्नुहोस्। जनता राजा सेना सुरक्षाकर्मी सबै मिलेर गर्ने हेर्नुहोस्। व्यवस्थामा जनताहरू शासनको उसमा मानुस इमान्दार अथवा जिम्मेदारी भएर इमान्दार भएर बस्ला नि त। त्यो नियम कानुन अहिले त स्वतन्त्र छन् नि त नागरिक। त्यही त स्वतन्त्र त मैले हजुरलाई के भने यो स्वतन्त्र पाएर त देश बिग्रियो भने क्या छाडाको सबै होइन। अहिले हजुरको के हो भने बाउ जनै लाएर हिँड्दैन, छोरोको चाहिँ वर्तन गरिरहेछ, आमा तपाईँको लगेर क्वार्टर पानी लाएर हिँड्छ, अनि छोरी कुनै छोरी लगाइरहेको छ हेर्नुहोस्। खोइ संस्कार भने क्या संस्कार हरायो क्या हेर्नुहोस्। जुन अहिले तपाईँको एउटा राष्ट्रिय परिचय पत्र केही बनाइरहेको छ हेर्नुहोस्, ढाकाटोपी खोल्न लाउँछ, तपाईँकोले सिन्दुर लाउनु दिँदैन, टिका लाउनु दिँदैन। यो त विकृति हो नि त। त्यो विदेशीहरू तपाईँ भित्रै रहेको छ हामीलाई। जस्तै तपाईँको लेबर छ अहिलेका प्रधानमन्त्रीले देशै काटेर खाएनन्, उनले बर्थडे मनाउने नाउँमा के काटेर खाए त। त्यस कारणले गर्दाखेरि हामीले त किन व्यवस्थित तरिकाले अगाडि बढाउनुपर्छ, बढाउँछौँ राजाले बढाउनुहुन्छ भनेर लाग्यो हेर्नुहोस्, अरू दायाँमा केही पनि होइन। जस्तो
10 वर्ष जनयुद्ध गरेर आएका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले तपाईँहरूको यो प्रदर्शनलाई चाहिँ कलाविहीन नाटक हो भनेर भन्नुभएको छ। यो के कलाविहीन नाटक नै हो कि के हो? अनि यस्तो छ कि उनी कलाकार हुने हेर्नुहोस् होइन, उनले त्यो सोध्न पायो किनकि उनी रुन्न जानेछन्, हाँस्न जानेछन्, नाच्न जानेछन्, गाउन जानेछन् होइन। जति बेला उनी जे पनि गर्न चाहिँ सक्छन् हेर्नुहोस्। अब अहिले यति बेला उनी के हो भने जीवनको रक्षा गरिदिनु हो भने उनी राजा चाहिन्छ अहिले पनि मिडिया बोल्छन्। उनी अहिले पनि सबभन्दा पहिला सडकमा आउँछन् र तपाईँको उनी पछि हामी लाग्नुपर्छ हेर्नुहोस्। निस्वार्थ भावले उनी देशमा राजा चाहियो भनेर हामी राजा ल्याउँछौँ, हामी साथ दिन्छौँ। जस्तो पुष्पकमल दाहाल प्रचण्डले हिजो भर्खर के भन्नुभयो भने राजाले पहिले नै इतिहास राखिसकेको छ नेपालमा। अब फेरि त्यही इतिहास दोहोऱ्याउने दुस्साहस गरियो भने नराम्रो हुन्छ भनेर चेतावनी दिनुभएको छ क्या। उसले ठिक भने त उसलाई नराम्रो हुन्छ भने हो नि त। त्यो आतङ्ककारीलाई नराम्रो भन्छ भने हो क्या। जनतालाई किन नराम्रो हुन्छ? जनता राम्रो हुन्छ, देशलाई राम्रो हुन्छ। तर उसले भन्नुभएछ हामीलाई नराम्रो हुन्छ भन्नुभयो। उसले हेर्नुहोस् हिजो बैंक लुटिया छ, तपाईँको चाहिँ क्रियापुत्री मारेको छ, मठ मन्दिर भत्का छ, तपाईँको चाहिँ बाटोघाटो बम पड्का छ होइन। हजुरको स्वास्थ्य चौकी चाहिँ गएर बम पड्का छ, विद्यालयको स्कुलमा हिँडेको गाडीमा बम पड्काएर जनता मारेको छ। त्यस कारणले गर्दा उनीहरूलाई नराम्रो हुन्छ भन्नुभयो हेर्नुहोस्। अनि अर्को यो पनि भन्नुभएको छ जस्तो हिजोको दिनमा गणतन्त्र ल्याउनका लागि भिलेनका रूपमा राजा ज्ञानेन्द्रले रोल खेलेको छ। अबको यो जुन बहसले, यो राजावादीको प्रदर्शनले, यो राजावादीको कुराले चाहिँ गणतन्त्र अझ मजबुत हुन्छ, अझ दह्रो हुन्छ भनेर पनि भन्नुभएको छ। उहाँ गणतन्त्रलाई सहयोग सुन्नुहोस् न, यो के छ भने यो प्रचण्डको कुरा कसले पत्याइदिने हेर्नुहोस् होइन। किनकि ल प्रचण्डलाई कसले हरायो, कसले सिकायो, मालिकहरू नै छ। ऊ देखेको हेर्नु, उसले त त्यो एउटा पटक्का पड्काउनु जाने छैन। पेट्रोल पड्काउँदाखेरि अस्ति झन् एउटा मान्छे मार्दै हेर्नुहोस् होइन। लड्ने त बिचरा अधिकांश मारिए, खाडी मुलुकमा टेन्ट गरेर बसिराख्ने हेर्नुहोस् होइन। बिचरा यहाँ हातखुट्टै छैन, विडम्बना आएको है, रुन्छ मन हेर्नुहोस्। उहाँहरू कुरा गर्दाखेरि उहाँहरूले नै उनीहरूलाई कुनै ठोक्ने हान्ने कुरो छ हेर्नु है। अनि तपाईँको के हो भने प्रचण्डहरू त तपाईँको लिएको अब अहिले सडकमा निस्किने अवस्था छैन क्या, कहीँ जाने अवस्थै छैन। उसले तपाईँको लिएको चाहिँ त्यो जुन कुरा भन्नुभयो, हजुरले भन्नुभयो, भिलेन सिलेन भन्नुभयो कि उनी आफै निक्लिने अवस्था छैन। संसद भवनभित्र तपाईँको 4 ढोका थुनेर सुरक्षाकर्मी घेराभित्र बसेर बोलिरहेको छ। ल 500 निक्लियो त, हामीलाई जान्दैछ कि संसद भवन, हामी पनि जान्छौँ त्यहाँ गएर होइन। त्यही भिडौँ, नभए कि बाहिर निस्क्यौँ, बाहिर भिडौँ। जनताले त्यो खोजिरहेको छ क्या अहिले हेर्नुहोस् होइन। त्यस कारणले गर्दाखेरि उनीको नाम लिनु बेकार हो हेर्नुहोस् होइन। उनीहरू तपाईँको चाहिँ जे पनि बोलिरहेको छ यति बेला हेर्नुहोस् होइन। अब अस्ति भर भने उसले राजा हुँदा मान थियो, सान थियो, क्या हो यो राष्ट्रपति भनेर सत्ता भने हेर्नुहोस् होइन। उसले जे पनि बोल्छन् क्या, उसले उसको जिउ र धनको रक्षा गरिदिनु हो भने उनी तपाईँको अहिले भर सडकमा राजा चाहियो, राजतन्त्र जिन्दा हिँड्छ। जस्तो अन्त्यमा जाँदै गर्दाखेरि अहिले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अस्ति अन्नपूर्ण इन्टरभ्यूमा चाहिँ जनमत पार्टीसँग छ, 3 करोड जनतामा 2-5 हजार राजाको पक्षमा उफ्रिँदैमा केही फरक पर्दैन भनेर भन्नुभएको छ। के हो खासमा यो तपाईँहरूको प्रदर्शनले राजा आउला त? अब यस्तो छ कि उनी आफै राजा ल्याउन लागिरहने हेर्नुहोस्। किनकि मेचीपुलमा राजालाई लैजाने भूमिका उनीकै हो। दुर्गा प्रसाद एउटा माध्यम पात्र मात्रै खडा गरे हुनु उसले हेर्नुहोस् होइन। अहिले पनि उनले महाराज नै भन्छन् होइन। तपाईँको चाहिँ केपी ओली हिजो पहिलो गाडा चढेर अमेरिका पुग्न सकेन भने हो। अब हजुरको चाहिँ प्रचण्ड केपी कुरा गर्ने हो भने प्रचण्ड गणतन्त्र ल्याउने, गणतन्त्र चाहिँ केपी टिकन भन्ने हुन्छ कि अहिले यति बेला हेर्नुहोस्। बुद्धि चाहिँ त्यो ओखरको बुद्धि हुन्छ नि, भित्रैपट्टि भाग चाहिँ शेरबहादुर केपीले खाइरहेछ। गणतन्त्र ल्याउने प्रचण्ड पोखरामा दिइरहेको छ, ओखरको त्यो बाहिर भाग त्यो खबरा दिइरह। त्यस कारणले गर्दाखेरि माओवादीले ल्याएको भनेको गणतन्त्र यिनीहरूले ल्या, हामीले ल्या भन्दा प्रचण्डले बाबुरामहरूले मानौँ। तर केपी र शेरबहादुर टिकाउँछ ग्यारेन्टी छ त? प्रचण्ड आफै पहिला नि काङ्ग्रेस एमाले केपी हात टिकाउँदैन, मलाई विश्वास छैन भन्ने हाल्ने हेर्नुहोस्। त्यस कारणले गर्दा यिनीहरू सुरक्षित छैन क्या सर, जनताको मान्छे सुरक्षित छैन होइन। तपाईँको लिएको अब जङ्गल जाउँ भने जङ्गल जम्मै तपाईँको डढे लाएर र हजुरको चाहिँ बाटो खनेर भइसकेको छ, खुल्ला ठाउँ भइसकेको छ। हिजो पो घना जङ्गल थियो त, यिनीहरू लुक्ने ठाउँको पनि छैन हेर्नुहोस्। जस्तै अलिकति कुरा सोसियल मिडियामा आएको कुरा र तपाईँको अलिकति मिल्न आयो कि जस्तै कि राजालाई ल्याउनको लागि चाहिँ केपी ओली नै तयार छ, दुर्गा एउटा माध्यम मात्रै हो तपाईँले भन्नुभयो। बाहिर अलिकति चाहिँ कस्तो देखिन्छ भनेदेखि चाहिँ स्वतन्त्र बालेन, हर्क, गोपी हमालहरूको जस्तो क्रेज देखेर गणतन्त्रवादीहरू चाहिँ अलिकति तर्सेर होइन। अब राजावादी र चाहिँ तपाईँको गणतन्त्र चाहिँ बिचको एउटा भुमरी देखाइसके पछाडि स्वतन्त्रहरूको चाहिँ ओझेलमा पर्छ भन्ने खालको चाहिँ आइरहेको छ कि यही हो त? यस्तो छ क्या सबै मैले बारम्बार भन्ने कुरा हेर्नुहोस्, अहिले पनि भनिसकेँ देश नै राजाको होइन। यी सबै राजावादी हुने हेर्नुहोस्। त्यो केपी ओली, शेरबहादुर प्रचण्ड तपाईँको चाहिँ लिएको चाहिँ त्यो रवि लामिछाने गोजीमा गएर हेर्नुहोस्। शेर्पा सरकार लेखेर नाइट था हेर्नु, दराजमा शेर्पा सरकार लेखेर लालुजा राखेर दिनहरू अनि राजा मार्दा नाटक गरे हो कि त्यो नौटङ्की गरे हो। जनतालाई आक्रामक बनाओ, आऊ सिंहदरबार छिर, बालुवा छिर, संसद भवन छिर, तपाईँको चाहिँ राष्ट्रपति भवन छिर, हामीलाई लहट भनेर हेर्नुहोस्। एकचोटि बुझिदिनुहोस्। हस्, धन्यवाद।